अहिले अमेरिका भ्रमणको सिलसिलामा हुनु त रहेछ। कति दिन भयो क्यानाडाबाट यता आउनुभयो? हामी केरलबाट यता आएको 10 दिन भयो। मेरो कान्छी छोरी ज्वाइँ नातिहरू चाहिँ अमेरिकाको पेन्सिल्भेनिया भन्ने ठाउँमा हुनुहुन्छ। उहाँहरूले अब यसो अमेरिकाको मेन ठाउँ देखाउनु पर्यो भन्ने सिलसिलामा बुवा आमा सहित मेरो जेठी छोरी र नातिनीलाई लिएर अहिले हामी घुम्न आएका। अस्ति हामी चाहिँ न्यू जर्सीको स्वामीनारायण मन्दिरको भ्रमण गऱ्यौँ र हिजो चाहिँ हामी अब अमेरिकाको न्यू जर्सी स्थित लिबर्टी अफ स्ट्याचु त्यसमा घुम्नुभएछ भन्ने कुरो हिजो जानकारी पाएको थिएँ। हिजो घुमघाम गरियो र हिजो बेलुका साँझ नातिनी सुनिता खनालको घर आएर बास बसियो र अहिले हामी यहाँ नै छौँ। अनि कस्तो लागिरहेछ यो भ्रमण? अब भ्रमण कस्तो लाग्यो भन्दाखेरि विदेशमा बस्दा एक किसिमले रमाइलो नै भएको छ। आफ्नो परिवार आफ्नो इष्टमित्रहरू भेट्न पाउँदा खुसी पनि लाग्यो। अमेरिकामा पनि केही इष्टमित्रहरूसँग भेटघाट गर्ने क्रममा रहियो। अब र हामी त्यो सिलसिलामा हाम्रा खनाल बन्धुका डाक्टर रमेश खनालको घरमा पनि हामी पुग्यौँ। त्यहाँ पनि यसो रमाइलो भलाकुसारी गरियो र अब यहाँ सुनिता मेरो भतिजाको छोरी केशराज खनालको घर आएर बस्नु पाइयो। ज्वाइँसँग पनि राम्रोसँग भलाकुसारी भयो, नातिहरू हेरियो र चाहिँ अब भतिजा भतिजीहरूसँग भेटघाट हुँदा खुसी लाग्यो। र अब आज हामी सर्टकटमा चाहिँ अब घरतिर फर्किने सिलसिलामा अब निस्कन खोजिरहेका छौँ। सानै उमेरमा नेपालमा हुर्की बढेर यो खेतीपाती घाँस दाउरा गरेर अनि पढ्दै क्यार्दै गरेर एसएलसी गरेर हजुर त टिचिङमा लाग्नुभयो के अरे? सानै उमेरमा देखि नै चाहिँ नि घर परिवार माहौलमा परियो। अनि अब आमा अलि छिटै बित्नुभयो मेरो आमा। त्यसपछि बुवा पनि अलि छिटै नै बित्नुभयो। उहाँहरूको अवस्थामा म 24-25 वर्षदेखि नै एकदम व्यवहारिकताको रूपमा रहेर बन्धुवर्ग आफ्ना दाजुभाइ इष्टमित्रहरूसँग रहने क्रम रह्यो। त्यो क्रममा चाहिँ आफूले जाने बुझेसम्मका कुराहरू सबै बन्धुवर्गहरूसँग घुलमिल भएर अब काम गर्दै रहियो। र म चाहिँ नि 2031 सालमा 2032 साल फागुन 15 गते एउटा सुरु नोकरी त्यहाँबाट सुरु गर्नुभयो? 32 सालमा मैले चाहिँ नि शिक्षक पदमा रहेर कुडी भञ्ज्याङ प्राविमा चाहिँ नि सहायक शिक्षकको रूपमा केही समय काम गरेँ। त्यतिखेर भयो र म चाहिँ अनि अब रोकौँ, हजुरले त्यो गुदी फच्याङ भन्ने त अलि टाढै थियो जामुने गुणादीबाट कति घन्टाको चाहिँ दूरी थियो त्यो बेलामा? त्यति बेला चाहिँ नि 3 घन्टाको दूरीमा म हिँडेर गुदी फच्याङ पढाउन जान्थेँ। बिहान 3 घन्टा, बेलुका अलि उताबाट आउँदा ओह्रालो पाइलो पर्ने भएको हुनाले 2.5 घन्टाको यात्रा गरेर म चाहिँ नि कति वर्ष जति त्यो गुदी फच्याङमा पढाउनु भयो? गुणादीबाट गुदी फच्याङ चाहिँ म 6 महिना, जम्मा 6 महिना त्यहाँ पढाएँ। त्यसपछि चाहिँ नि हाम्रो सेतीमाटीको दोभानको बाटो हुँदै म फेरि विनिमित्र बेनीकोट प्रावि भन्ने ठाउँमा चाहिँ त्यहाँबाट सरुवा भएर म त्यहाँ पढाउन पुगेँ र त्यहाँ पनि 8 महिना जति मैले काम गरेँ। बाहिर अन्यत्र चाहिँ मैले 12 महिना 2टा स्कुलमा टिचिङ गरेँ।
छोटो छोटो अवधि रहेछ। अनि त्यसपछि मानुङ कति साल? अब त्यसपछि म मानुङ चाहिँ 2034 साल चैत्र 25 गतेदेखि म मानुङमा चाहिँ नि सहायक शिक्षकमा रहेर मैले आफ्नो एउटा सेवा अवधि 60 वर्षको उमेर हुँदासम्म त्यसै विद्यालयमा म आफूले पुरा भुक्तानी गरेँ र त्यो विद्यालयमा पढाउँदाखेरि कस्तो खालको अनुभव भयो भने आफ्नै गाउँ आफ्नै ठाउँ धेरै रमाइलो। त्यहाँ हाम्रो पुरानो कोलडाँडा भन्ने कोल तोरी पेल्ने कोल थियो, त्यसको नाम कोलडाँडा रह्यो र त्यहाँ एउटा ठुलो सिमलको रुख थियो र अनि साथै एउटा बरको चौतारो पनि थियो। अहिले पनि छँदैछ? अहिले पनि यथावत ती हामीले छोड्ने अवस्थासम्म थिए र अहिले पनि छन्। तर त्यहाँ गएर त्यो चौतारामा बस्दा धेरै आनन्द लाग्थ्यो र कहिले कहिले हाफ छुट्टीको समयमा पनि त्यही चौतारामा बसेर सायतिर साय खोला भयो, मादी नदी भयो, अब हाम्रो एउटा चाहिँ नि पुर्ख्यौली जग्गा जमिन टेम्की डाँडा, बेलटोला, पत्यानी टार जस्ता ठाउँहरू हेर्दै रमाइलो गफगाफ गरिन्थ्यो शिक्षक साथीहरूसँग। धेरै शिक्षक साथीहरू त्यो विद्यालयमा पढाउँदा आउने जाने गर्नुभयो, सरुवा हुनुभयो, तर म चाहिँ कन्टिन्यू आफ्नो समय त्यहीँ बिताएर। मानुङमा हजुर चाहिँ पढाउने कुरो गर्नुभयो, अब अलि अगाडि आफै पढ्दाखेरिको कुरो पनि निकाल्नुहुन्छ कि कस्तो थियो त्यो बेलाको? अब मानुङको विद्यालयमा हामीहरू 3 कक्षादेखि 5 कक्षासम्म पढ्ने क्रम रह्यो। त्यस क्रममा हामीलाई पढाउने चाहिँ नि सर शिवराज खनाल, स्वर्गीय चाहिँ नि हेमचन्द्र खनाल सरसँग हामीहरू पढ्यौँ। त्यो कति सालतिरको कुरा होला त्यो? अब त्यो चाहिँ कति सालतिरको कुरा होला भन्दाखेरि लगभग 23-24 सालतिरको कुरा हो त्यो। उहाँहरूले हामीलाई पढाउनु भयो, 5 कक्षासम्म त्यो स्कुलमा पढाइ हुन्थ्यो। त्यो पढ्दाखेरिका दामली साथीहरूको नाम? त्यस पढाइमा एउटा तेजराज आचार्य भन्ने एकजना हाम्रा भानिज हुनुहुन्थ्यो हेमचन्द्र सरका। अनि अर्को चाहिँ नि एउटा गुडादेखि भीमबा दिलबहादुर थापा भन्ने एउटा थापा भन्ने मगर त्यही मानुङ गाउँकै। अनि म चाहिँ नि भएँ, अरू 2-3 जना साथीहरू हुनुहुन्थ्यो। अब हामी 5 कक्षामा पढ्दा अरू 3-4 कक्षामा साना साना भाइ बहिनीहरू पनि थिए। 5 कक्षा पास गरेपछि हामी 26 सालतिर निर्मल हाई स्कुलतिर प्रवेश गरेर त्यहाँ 6 कक्षामा पढ्नु गइयो। गुणादीबाटै पढ्ने अरू साथीहरूको नाम त बताउनु भएन? त्यो 1-2 जना कोही थिए कि हजुरसित पढ्ने? मानुङ जाने? मानुङ जानेमा चाहिँ नि त्यही अब हाम्रो हेमचन्द्र सरका भान्जा एकजना हुनुहुन्थ्यो, अर्को एउटा दिलबहादुर थापा भन्ने मगर थिए, अनि एकजना चाहिँ दिर्बुका चाहिँ नि हाम्रा चाहिँ नि गेहेन्द्र बहादुर विक भन्ने उनी पनि हामीसँगै पढ्थे। हजुरको पालामा त त्यो रहेछ। अनि हजुर र म चाहिँ कतिको फरक रहेछ? हजुर सानोमा अब तपाईँ अब 13 साले भन्नुहुन्छ, म 17 साले, 5 वर्षको 4 वर्षको फरक रहेछ। 12 तिमी 17 भनेदेखि 5 वर्षको फरक रहेछ। मलाई त्यो सानैमा चाहिँ 3टा किताब ल्याएर ल पढ भनेर मलाई चाहिँ दिनुभएको थियो। त्यो 3 कक्षा हो कि 2 कक्षा हो मलाई सम्झना छ। देशबन्धु भन्ने किताबको देशबन्धु देवता र देश हाम्रो भन्ने चाहिँ एउटा कविता थियो त्यसमा। त्यो कविता थियो। अरू 2टा किताब मैले तिमीलाई दिएँ, ठ्याक्कै त्यो किताबको नाम मलाई अहिले सम्झना आएन। मैले अब के भने अब शिक्षाको सुरुवात गर न पढ्नुपर्छ, अब 5 वर्षको फरक भयो होइन। मैले यति पढेँ तिमी पनि पढ भनेर त्यो दृष्टिकोणमा मैले तिमीलाई किताब हस्तान्तरण पनि गरेको थिएँ। त्यो म सम्झना आइरहन्छ। अनि मैले पढ्दाखेरिका साथीहरू त अब त्यहाँ गुणादीबाट विजय राज खनाल, अनि त्यसपछि एमकला माथि हुनुहुन्थ्यो। अनि त्यसपछि चाहिँ अरू उहाँ लेखबहादुर, चेतबहादुर भन्ने उता गाउँका साथीहरू हुनुहुन्थ्यो। अनि धीरेन्द्र हुनुहुन्थ्यो, धीरेन्द्र राज खनाल। यसरी हामी पढेको। अब हजुरको पालामा तलबाट पढ्ने चाहिँ खासै हुँदो रहेछ। तलबाट किनभने अब त्यति धेरै चाहिँ नि
बस्ती हाम्रो बाहुनको तल त थियो है, तर अब हामी पढ्ने सर्कलमा अब हामी त्यति 4-5 मात्रै थियौँ। अनि तलपट्टि महिला साथीहरू दिदीबहिनीहरूको नामहरू अहिले यसो तलबाट कोही हुन्छ? महिला साथी दिदीबहिनीहरू चाहिँ गाउँ चाहिँ जानु भएन पढ्न है। हजुर गाउँमा त्यति बेला साना साना भाइ बहिनीहरू थिए, त्यति केटीहरूको सङ्ख्या अलिअलि थियो, केटाहरू अलिक बढी थिए। अब एउटी कक्षा 3-4 कक्षामा पढ्ने। अब त्यहाँ चाहिँ नि भर्खरै नेहारहरू है, गुरुङहरू नेहार, अब बिकहरू, परियारहरू, अब त्यस्तै मगर जातिहरूको सङ्ख्या अलिक बहुत थियो। दमौली भर्ना हुँदाखेरि गुणादीबाट सँगै जाने महिला साथीहरू कोही काम छ? गुणादीबाट दमौली जाने क्रममा चाहिँ असाध्यै मिल्ने हितेशी 24 घन्टा जस्तो रहने चाहिँ हाम्रो प्रियनाथ खनाल भन्ने हुनुहुन्थ्यो, मेरो साथी सङ्गती। उहाँ माथिल्लो कक्षामा पढ्नुहुन्थ्यो, म चाहिँ तल्लो कक्षामा पढ्थेँ। उहाँले मलाई यसो चाहिँ नि कुनै कुनै किताबहरूको सहयोग गर्ने काम, अनि त्यसपछि यसो नजानेको कुराहरू यसरी हो भनेर सिकाउनुहुन्थ्यो। अनि रामचन्द्र खनाल पनि हुनुहुन्थ्यो नि तपाईँसँगै कि अगाडि पछाडि? उनीहरू हामीभन्दा 1 ब्याज अगाडि हो के अरे। रामचन्द्र, प्रियनाथ, कलावती, अब यिनीहरू चाहिँ मभन्दा माथिल्लो ब्याजमा हुनुहुन्थ्यो, म तल्लो ब्याजमा परेको थिएँ। अब यसरी चाहिँ हामी निर्मल हाई स्कुल गएर घुमाउनेको तल्लो पुलबाट, काठे पुलबाट हिँडेरै जानुहुन्थ्यो गुडादीबाट? धेरै गइन्थ्यो काठे पुलबाट। अब बिहानमा स्कुल हुन्थ्यो, चैत वैशाखको समय गर्मीमा। हामी निर्मल हाई स्कुलको अहिले त त्यहाँ भानुभक्त क्याम्पस बनेको छ, त्यो ठाउँमा असुरा घारी थियो। त्यो असुरा घारीबाट चाहिँ हामी यसो कहिले कहिले चाहिँ त्यही असुरा घारीबाट अलिक छिटो पनि निस्किएर हिँड्थ्यौँ भित्रभित्रै। अनि माथिको चाहिँ तलपट्टि माथि दोभानभन्दा अलि माथिल्लोपट्टि एउटा काठे पुल थियो, अहिले पनि छ। त्यो काठे पुल तरेर झलुङ्गे पुल हामी त्यो पुल तरेर चाहिँ हिँडेरै गुडारी आउँथ्यौँ। बिहान चाहिँ नि हामी लगभग अब 6 बजे 6:30मा स्कुल लाग्थ्यो। अब हामी 5:30तिरै चाहिँ नि चिठी लाएर कहिले चाहिँ 5 बजीतिर ल है भन्दै दौडिँदै जान्थ्यौँ। त्यतिखेरको उमेर पनि भर्खरकै उमेर थियो। अनि त्यो बेलाका खाजाहरू कस्ता हुन्थे बुवा? खाजा कस्तो खानुहुन्थ्यो हजुर? बेलाको खाजा हाम्रो भनेको चाहिँ नि खास चाहिँ मकै नै हो। कहिले कहिले अब यस्तो दसैँमा कुटेको चिउरा सिउरा भनेर हजुरआमाहरूले दिनुहुन्थ्यो हामीहरूलाई। नत्र खाजा चाहिँ हाम्रो त्यो। र एउटा बिस्कुट पाइन्थ्यो 25 पैसामा, त्यो एउटा सानो बाटुलो बाटुलो चक्का भएको बिस्कुट। राजा बिस्कुट हो कि खाजा बिस्कुट? त्यो बिस्कुटको नाम नेबीको बिस्कुट? खाजा होइन, खाजा हो के अरे। खाजा बिस्कुट। त्यतिखेर नेबीको आइसकेको थिएन क्या। अब हामी त्यो कहिले कहिले त्यो बिस्कुट पनि खान्थ्यौँ। हाम्रो खास खाजा चाहिँ मकै नै हो। मकै मन पर्थ्यो कि बिस्कुट मन पर्थ्यो त्यति? होइन, अब खान त त्यो बिस्कुट भन्दा मकै नै मजा आउँथ्यो। सानो बिस्कुट एउटा चकी मुखा हाल्यो, त्यस्तै हो, अलिअलि गुलियो हुन्थ्यो, तर मकै नै मजा मान्थ्यौँ अब त्यतिखेर। अनि पढ्न जाँदाखेरि अनि त्यही चप्पल के जुत्ता के कस्तो हुन्थ्यो त्यो? होइन, अब हामी धेरै जसो चप्पलै लाइन्थ्यो, कहिले कहिले अब जाँगे नै लाइन्थ्यो। त्यति बेला जाँगे पनि लाउन पाइन्थ्यो। र अनि एउटा सामान्य चाहिँ अब धेरै जसो चाहिँ हामी एउटा सामान्य चाहिँ नि ड्रेसको रूपमा एउटा निलो सर्ट र निलो चाहिँ नि प्यान्ट लगाएर स्कुल जान्थ्यौँ। जुत्ता चप्पलमा यो लाउने भन्ने खासै थिएन। धेरै जसो चाहिँ नि जुत्ता लाइन्थ्यो, नत्र कहिले कहिले चप्पल पनि लाएर गइन्थ्यो। बुवा अनि के अरे अस्ति बुवासित गफ हुँदाखेरि भन्नुभएको थियो बुवाहरू चाहिँ तोरी पेल्नुहुन्थ्यो अनि नुन लिन उता कता कता जाने भन्नुहुन्थ्यो। त्यो पुराना कुराहरू पनि सुनाइदिनु न हामीलाई। यसो हो, अब तोरी पेल्ने काम चाहिँ हाम्रो गुडादी बराई मन्दिर नजिकै ठुला 2टा ढुङ्गा छन्। ती 2टा ढुङ्गा खोलेका ढुङ्गाहरू छन्। अहिले पनि छन् नि ती ढुङ्गा है? यथावतै छन्। त्यो ढुङ्गामा चाहिँ एउटामा चाहिँ तोरी पेल्ने काम, तोरीलाई चाहिँ नि सफा गरेर ढिकरीमा कुटेर त्यसलाई चाहिँ नि धुलो बनाएर माडेर लिएर गएर त्यो कोलमा हालेर काठे कोल भनेर एउटा तेर्स्याउने, एउटा उभ्याउने, अर्को ठड्याउने, 3टा काठले बनेको कोल, त्यो कोल घुमाएर पेलिन्थ्यो।
अर्को एउटा उखु पनि त्यस्तै गरेर त्यहाँ पेलिन्थ्यो। उखुका चाहिँ साना साना एक एक बित्ताका अब कुड्का बनाएर त्यो ओखलमा हालेर अनि कोल चाहिँ भुइँक्याएर पेलिन्थ्यो। 2 जना 3 जना लाएर यसरी घुमाउनु पर्ने। त्यो अहिले पनि हाम्रो बुढादी बराई मन्दिर नजिकै ती 2टा ढुङ्गाहरू त्यो अवस्थामा रहिरहेका छन्। ती ढुङ्गालाई मैरो विचारमा अब त्यहाँ हाम्रो बन्धुवर्गहरू सबैले मानिदिनु भयो भने बरामा नै लगेर त्यसलाई एउटा चाहिँ नि सुरक्षित खालको ऐतिहासिक सङ्ग्रहालय जस्तो रूपमै राखिदिनु पाए राम्रो हुन्थ्यो। यतातिर मिल्किरहेको छ, त्यो गर्न पाए हुन्थ्यो भन्ने खालको मनमा चाहिँ छ। एक दुईजना साथीहरूलाई मैले ल यो चाहिँ यहाँ डोलदार आउँदाखेरि यसो यो लगेर त्यहाँ राखौँ पनि भनेको थिएँ। अहिलेसम्म भएन। अब कुनै समय मिल्यो भने त्यो काम गर्नुपर्ने छ। अनि बुवा पहिला पहिला जस्तै हलो जोत्ने चलन हुन्थ्यो, अहिले त जताततै ट्र्याक्टर छ होइन। ती दिनहरू सम्झिँदा हजुर जस्तै अब हलो जोतेर भ्याएर स्कुल पनि जानुहुन्थ्यो होला कहिलेकाहीँ, या स्कुल पढाउन पनि जानुहुन्थ्यो होला, पढ्न जानुहुन्थ्यो होला, के थियो त्यतिखेर कामको बाध्यता र पढाइको बाध्यता त्यो दुइटैलाई सम्झिँदा कसरी लिन चाहनुहुन्छ? त्यति बेला अहिले हाम्रो अवस्था र अहिले चाहिँ धेरै अन्तर छ। त्यति बेला हामीहरूले चाहिँ नि बाध्यताको बस स्कुल गएर आएर घाँस काट्न जानुपर्ने अवस्था हुन्थ्यो। घरमा चाहिँ गोरु पालिन्थ्यो, त्यो गोरुलाई घाँस काट्नुपर्ने अवस्था हुन्थ्यो। भैँसी पालिन्थ्यो। अब अहिले हाम्रो चाहिँ नि बच्चा बच्चीहरू अथवा हाम्रै साना साना केटाकेटीहरूलाई त्यो काम चाहिँ अलिक कम लगाइयो, तर हामीले धेरै गर्थ्यौँ। अब हामीले त्यसरी नै जीवन बिताइयो। अनि खेतीपाती गर्ने सन्दर्भमा के थियो भने अब हामी बुढादीदेखि सायफाटसम्म पुग्नु पर्थ्यो। कति घन्टामा? अब हाम्रो चाहिँ नि एकदमै राम्रो हाम्रो बाजेको पालाको खेतमा जान चाहिँ बुढादीबाट 2 घन्टा लाग्थ्यो। 2 घन्टा हिँडेर 2 घन्टा हिँडेर गइन्थ्यो। दिनभरि काम गरिन्थ्यो। अब त्यहाँ आली खन्ने भनिन्थ्यो, आली लाउने भनिन्थ्यो, रोपाइँका दिन चाहिँ बिउ पाड्ने भनिन्थ्यो, बाउसे हुने भनिन्थ्यो। त्यस्तो चाहिँ 2 घन्टा लाएर गएर बेलुका आउँदा 2 घन्टाको बाटो दिनभरि घाममा पसिना बगाएर काम गरेर त्यहाँ पानदारी भन्ने एउटा चौतारो छ, अहिले पनि छ। त्यो चौतारामा 5वटा धारा थिए। ती धाराबाट राम्रोसँग पानी कल 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 बग्थ्यो। घाम भयो भने दौडिँदै गएर त्यो धारामा नुहाउने चुर्लुम्न अनि पानी लिएर आएर अब चाहिँ खेतमा अब काम गर्ने मान्छेहरूलाई खुवाउने दिने खाने चलन चाहिँ थियो। खाजा चाहिँ कहिले हामी पुवा खान्थ्यौँ त्यो खेतमा काम गर्दा, कहिले चाहिँ नि पातला रोटी खान्थ्यौँ, कहिले चिउरा खान्थ्यौँ। त्यति बेलाको खाजा त्यस्तो थियो। मलाई त मेरो आमाले त यो चामलको पिठाको ढोसा बनाएर त्यसलाई चाहिँ एकदम घिउमा चाहिँ पकाएर अनि सिन्काले त्यसमा भित्रसम्म घिउ पसोस् भनेर अनि बाक्लो ढोसा बनाइदिएर त्यसमा खुदु पनि राखिदिएर अनि एउटा रुमालमा झुन्डाइ दिनुहुन्थ्यो। अनि त्यो गुलियोको आशले गर्दाखेरि खेतमा कमिला लाग्ने अनि एउटा चोके लौरीमा चाहिँ त्यहाँ गाडेर है माथि झुन्डाएर काम गर्थेँ। मैले पनि आली लाउने ओर्ने गरेको हो त्यो बेलामा। त्यो बेला त्यस्तै थियो। कहिले कहिलेको खाजा त्यो हो। र अब त्यति बेला चाहिँ नि अब के चाहिँ थियो भने दाइँ हाल्ने भन्ने चलन हुन्थ्यो। अब कुनियो लगाएपछि 10 दिन 15 दिनमा पालो गरेर दाइँ हालिन्थ्यो। त्यो दाइँमा अर्म पर्म गरिन्थ्यो। 6वटा 7वटा 8वटासम्म गोरु घुमाइन्थ्यो। त्यसरी रमाइलोसँग अनि धानको थुप्रो कसको ठुलो हो भन्दै पनि हिँडिन्थ्यो हेर्दै। अनि कसको कुनियो ठुलो रहेछ पनि भनेर हामी त्यसरी पनि हेर्थ्यौँ। अब त्यो दिनहरू धेरै रमाइला दिनहरू थिए। अब अहिले पनि त्यो खेत रोप्ने चलन त छ, तर हामीहरूले छोड्दै गइयो। गर्ने मान्छेहरूले गर्छन्, तर पहिलाको जस्तो अलि छैन कि जस्तो पनि लाग्छ। अहिले फेरि अब प्राविधिकहरू पनि आए धेरै। त्यो खेतमा धान झाँटेर त्यो कुनियो बनाएर त्यो धानको रासमा अनि त्यहाँबाट चाहिँ बिटाहरू उता परालको चाहिँ त्यो थुप्रिँदै गरेको अवस्थामा त्यो ओसारि नसक्नु कति दिन लाग्थ्यो घरमा ओसार्नको लागि। त्यो कुरेर पनि त्यहाँ बस्नुभयो, त्यहीँ पकाएर खाइयो। हामी त्यहाँ कुरेर बसियो, खाइयो। अब कहिले चाहिँ नि
अब यसो बेलुका एकजना दुईजना पनि हुन्थ्यौँ, कहिले 5-7 जनै पनि हुन्थ्यौँ। बिहानमा चाहिँ नि अब घरबाट आमाहरू जानुहुन्थ्यो, यसो कहिले दुध ल्याइदिनुहुन्थ्यो, कहिले साग ल्याइदिनुहुन्थ्यो, पकाएरै पनि कहिले हामी वहीँ पकाएर खान्थ्यौँ, भात चाहिँ वहीँ पकाउँथ्यौँ। अब बेलुकालाई फेरि यसो खोलातिर गएर दाउरा साउरा ल्याउँथ्यौँ, त्यसरी दाउरा टिपेर ल्याएर आगो फुकेर 2-3जना गफ गरेर बेलुका बस्थ्यौँ। अनि मिलेर चाहिँ नि परालका भारी हाल्थ्यौँ। परालका भारी भनेको साना साना लुडा बनाएर 4 लुडाको भारी बाँधेर हामी त्यसरी बस्थ्यौँ। आमाहरूले त्यहाँबाट चाहिँ नि धान पराल बोकेर पर्म गरेर लिएर आउनुहुन्थ्यो। पर्म भने के रहेछ? पर्म भनेको चाहिँ आज चाहिँ नि एकजनाको बोकियो, भोलि अर्काको बोकियो, यसरी क्रमिक रूपमा 2 दिन 3 दिन बिराएर अथवा 4-5 दिनको चाहिँ उसमा चाहिँ दाइँ हाल्ने चलन थियो, दाइँ हाल्ने। अनि त्यसपछि चाहिँ नि त्यो एकजना मान्छेको प्राय सिद्धिएर फेरि अर्कोजनाको चाहिँ सुरु गर्ने, त्यसो गर्ने। त्यसलाई भनिन्थ्यो पर्म भनेको आफूहरूले मिलेर गर्ने। थोरै मान्छेले मात्रै पैसा लगाएर काम गर्थे, नत्र आफैले गर्ने चलन थियो। मानुङको बस्ती 3 पाइ भन्थे, मानुङ अनि त्यो गुणादी बेसी, त्यहाँबाट साँगफाट। त्यहाँबाट चाहिँ धान पराल बोक्दाखेरि 2 खेप मात्रै माथि मानुङ लाँदा रहेछन् है। त्यो बेलामा यति दुःख रहेछ। अनि त्यो तलपट्टि हिउँदमा चाहिँ तल झर्ने, बर्खा लागेपछि माथि जाने। तल घरमा भालु बिहाको पनि कथा कहानी सुनाउनुहुन्थ्यो आमाले बाले है। त्यो कस्तो थियो तपाईँको घरमा, भालु बिहायो कि बिहाएन? अब यसो हाम्रै घरमा भालु बिहाएन भन्ने कुरो त मलाई त्यति भालु बिहाइहाल्यो भन्ने कुरो त त्यति थाहा भएन। अब हाम्रो अधिकांश चाहिँ बन्धुवर्गहरू सबैका घर चाहिँ खरले सहाएका धेरै घुमाउरे घरहरू थिए। हाम्रो पनि त्यो मध्ये घुमाउरे घर नै पर्थ्यो। त्यो गाउँमा कि बेसीमा? बेसीमा। अनि अब हामी 6 महिना बेसी बस्ने, 6 महिना गाउँ बस्ने चलन हाम्रो त्यो पुरानो चलन हो। त्यति बेला त फल्लाको घरमा चाहिँ भालु पस्यो अरे भन्ने चलन कता कता सुने पनि हो। अनि त्यतिखेर घरमा घोडा पनि थिए भन्ने कुरा थियो बुवा? अब घोडाहरू थिए, अब सबैका घरमा त थिएनन्। अब धेरै जसोकोमा घोडाहरू पाल्नुहुन्थ्यो। त्यो घोडामा चढेर हाम्रा हजुरबाहरू गाउँ बिसी गर्ने चलन थियो रे। गाउँबाट बिसी आउने, घोडालाई चाहिँ खोलातिर डोर दिने, दिनभरि आफूहरू सायतिर जाने, बेलुका आएर त्यही घोडा चढेर आउने पनि चलन थियो। कहिले कहिले सायतिर पनि चढेर जानुहुन्थ्यो अरे भन्ने। त्यो ठोरीमा नुन लिन जाँदाखेरि हजुरबाहरू गएको, तपाईँ कत्रो हुनुहुन्थ्यो, त्यो सम्झना छ कि के छ? अब मलाई चाहिँ के कुरा सम्झना छ भने मेरो बर्तुन चाहिँ 7 वर्षमा गरेको मेरो एउटा फुपू हुनुहुन्थ्यो, देवघाट बस्नुहुन्थ्यो। उहाँको नाम सीता घिमिरे पनि होस्। अब उहाँसँग म चाहिँ नि देवघाट पढाउन लान्छु भनेर मेरो फुपूले लिएर जानु हो। अब हामी यता सुखौरा हुँदै यता छाउदी बराबाट उक्लिएर चाहिँ नि सुखौरा हुँदै हामी हुस्लाङ हुँदै अनि त्यसपछि धरमपानी हुँदै अनि त्यो डुगाटान ठाउँलाई के भन्थ्यो, गाईघाट भन्थ्यो। यसरी गाईघाट भनेर चाहिँ नि डुगा तर्ने सरङघाट हुँदै गाईघाट त्यसरी गयो। ओ माथि सरङघाटको चाहिँ त्यहाँ पुगेपछि तल चाहिँ नि डुगा लाग्दो रहेछ। मलाई त थाहा थिएन। त्यो डुगा म त कति वर्षको रहेछु, हजुरको घरमा बिफरको खोप लाउन आएको म सम्झिरहन्छु। हजुरलाई कस्तो लाग्छ? बिफरको खोप लागेको मलाई चाहिँ नि पनि थाहा छ। बिफरको खोप भनेको चाहिँ पाखुरामा चाहिँ ट्याक 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 गरेर सानो सियो जस्तोले कोप्ने रहेछ। कोपेपछि त्यो चाहिँ नि 10-8 दिन 15 दिनमा चाहिँ नि त्यो पाक्दो रहेछ र त्यसबाट चाहिँ नि लोप्राहरू जाँदो रहेछ। त्यति बेला अब उसले अब के सुइहाले अथवा कस्तो चाहिँ औषधि हाले हामीलाई त खासै त थाहा भएन। तर पाखुरामा खोप्ने रहेछ, 2 ठाउँमा खोप्थे र त्यसको 10-15 दिनमा त्यो चाहिँ पाकेर त्यो लोप्राहरू गएपछि त्यो अहिलेसम्म पनि बसिराखेको अवस्था छ। त्यति बेलाको औषधि मूलो भनेको
अब वैद्यहरू भन्ने अथवा चाहिँ यसो जडीबुटी खाने त्यस्तो चलन पनि थियो। अनि आयुर्वेदिक एउटा अस्पताल भन्ने चाहिँ अस्पताल पनि चाहिँ जाउने भन्ज्याङमा सुरुमै थियो। अहिले पनि छ नि बुवा। त्यो हाम्रो पालामा हामीले भोगेको, हाम्रो बाहरूले त त्यति पनि भोग्नु भएन कि अलिअलि पछि आएर चाहिँ आयुर्वेदिक औषधि भनेको त्यो अहिले पनि छ संस्था अथवा त्यहाँ आयुर्वेदिक अस्पताल अहिले पनि छ, त्यसैबाट केही कुरा पाउनु भयो होला। नत्र पहिलाको भनेको अब त्यही अब औषधीको जरा, काफलको जरा, अब यस्तै बेलौटीको पात, असुराको चाहिँ पात, यिनीहरू यस्तै गरेर औषधि बनाएर खाने चलन चाहिँ थियो। अब हामीलाई ज्वरो सोरो आयो भने वैद्य कहाँ गएर यसो नानी सारी हेरेर ल यस्तो भएछ भनेर त्यही खालको औषधि हामीले पनि खायौँ। हो, मलाई पनि याद छ कविराज प्रेमनाथ कहाँ गएर बेगार परेछ भनेर मेरो नारी हेरेर, अनि फलाना बाबुलाई त बेगार परेछ भनेर अनि मलाई चाहिँ त्यो के भन्छ काफलको ज्वरो थिचेर खानुपर्छ, बकैनाको चाहिँ बोक्रो थिचेर खानुपर्छ भनेर चाहिँ उहाँले बताइदिनुहुन्थ्यो। त्यसरी चाहिँ उपचार गरे पनि हो। पहिला त्यस्तो थियो। पछि त अब अहिले अब हामी अलि पछि अब डमौलीमै हस्पिटल आयो होइन, सामान्य स्वास्थ्य चौकी आयो, पछि हस्पिटल बन्दै गयो। अब अहिले त पर्याप्त मात्रामा जहाँसुकै अब स्वास्थ्य शिक्षा सबै कुराको सुविधा छ। अब हजुर क्यानाडामा अहिले बसाइरहेछ, क्यानाडाबाट अमेरिका भ्रमणमा आउँदाखेरि यो न्युयोर्कमा सानोबा र म भतिज चाहिँ भेट भयो र यसरी भलाकुसारी गर्न पाइयो। यो धेरै राम्रो अवसर मानेछु मैले। धेरै वर्ष भएको थियो तपाईँ हाम्रो भेटघाट पनि नभएको, अनि अहिले कस्तो लागिरहेछ भनेर अघि बिहान पनि होइन, असाध्यै राम्रो लाग्यो। मैले अघि नै भनिसकेँ, अब यो भेटघाट भनेको एउटा सन्दर्भले हुने कुरा पनि जस्तो रहेछ। आफ्नै परिवारमा पनि यसरी भेटघाट हुन गाह्रो अवस्था, विभिन्न ठाउँमा बस्ने छोराछोरीहरूको चाहिँ सन्दर्भले गर्दा अलिकति गाह्रो त्यसरी भएको। तर चाहिँ नि त्यो गाह्रो भए पनि मन गाह्रो भएको छैन। हामीले एकै ठाउँमा छौँ जस्तो लाग्छ। हामीले ट्याङ्पिडाँडाको खेतीपाती गरेको, कालो मसिनो लगाइन्थ्यो, छेउडा कुलो भित्र छिरेर बालुवा ढुङ्गाहरू फालेर त्यहाँ बाँस कुलो चलाएर खेतीपाती गरेको, त्यसमा अहिले कस्तो सम्झना आइरहन्छ हजुरलाई, के छ? होइन, अब त्यहाँ चाहिँ नि अब धेरै गरियो। अब त्यहाँ कुलाहरू पहिरा गए होइन, क्रमशः त्यहाँ फाल्ने, पैसा उठाउने, आफूहरूले काम गर्ने पनि गरियो। केही चाहिँ पछि अलिकति अनुदानको रूपमा चाहिँ नि गाउँपालिकाले पैसा दिएर पनि हाम्रो त्यो अहिले भइराखेको चाहिँ छेउवा कुलोको नजिकै पर्छ रोड, यसो झरेपछि पारिपट्टि एउटा ठुलो पहिरो गएर त्यो पहिरो जाँदाखेरि अब गाउँपालिकाले हामीलाई केही सहयोग पनि गरेको थियो। अनि हामी चाहिँ नि त्यो जिल्ला कृषि विकासको साना सिँचाइ भन्ने कार्यक्रममा गोविन्द अधिकारी सर हुनुहुन्थ्यो, उहाँको पालामा त्यो चाहिँ अनुदान दिनुभएको थोरै, त्यो गाउँपालिका भन्दा पनि मैले चाहिँ त्यो सम्झिन्छु। अब यसो उहाँको पालामा दिएको अनुदानले अलिकति कुलो मर्मत गरियो। गाउँपालिकाले दिएको बेलाको चाहिँ अलिक ठुलो पहिरो आएको थियो, त्यो पहिरो खाल्ने क्रममा चाहिँ लगाइयो र हामी आफू र मैयाहरू सबै मिलेर त्यो काम चाहिँ सम्पन्न गरियो। र अब त्यताबाट आएको पैसा जेमीको रूपमा जेमीहरूलाई दिएर कुलो सम्पन्न गरेर खेत रोपियो। तर अहिलेसम्म पनि अब छहारा भन्ने ठाउँमा खेत रोपिँदैछ, तर हाम्रो ट्याङ्पिडाँडा भन्ने ठाउँमा पूर्ण रूपेण चाहिँ झाडी जङ्गल भएको छ। त्यो हामी सबै मिलेर गर्नुपर्ने अवस्था देख्छु मैले। भेटघाट हुने मौका सन्दर्भले दिनु। अब नातिनीको घरमा यसरी हजुरले पनि मलाई अङ्कमाल गर्नु, मलाई पनि हजुरलाई देख्न धेरै मन लागेको थियो, धेरै खुसी लाग्यो। आत्मैदेखि मनका कुराहरू व्यक्त गरियो, खुसी छु। ल।